पकेट कस्तो दामी लक भएर आएको कि झरेको देखाउँछ पुच्छरमा कि पुच्छरमा अड्केर आएको थियो कि माछा चाहिँ यति भयो ठिकै छ। हेलो नमस्ते सबैजनालाई। अनि आज चाहिँ म पकेट राख्न आएको सानो माछा। आजको चारो स्पेसल ब्रेड, यो चाहिँ अघि मुसेको ब्रेड भइहाल्यो। अनि आजको रड चाहिँ पोल रड हो खेल्ने। अनि यहाँ बकेट भइहाल्यो, माछा राख्ने पऱ्यो नि। अब हेरौँ आज बेलुका नि अब यस्तो घाम पनि गइसकेको छ, भ्यू यस्तो छ टक्क यहाँ फ्रेस वाटरमा। अब एकछिन खेल्न पऱ्यो, बेलुकासम्म कति मारिन्छ 1 घन्टा खेलेर हेर्दै गरौँ कति पर्छ। यो यहाँ चाहिँ आनन्द आज यो खेल्ने चाहिँ काँडामा मसिनो हो, पकेट राख्ने काँडा 0.8 को धागोमा हो के अरे। हेरौँ अब कति पर्छ होइन। सानो यस्तो नि सानो यस्तो गोलो बनायो, गर्नु जाने हो च्याप्टो बनाइदियो चट्ट। अब यहाँ बसेर यहीँ छेउमै कास्टिङ गर्ने हो, उभिनु चाहिँ हुनुहुन्न। हेरौँ कति कप पर्छ। खान्छ कि खान्न आजै हो ट्राई हान्न आएको। खाए त पर्ला के अरे, अब नखाए त अब के भन्नु। झऱ्यो यो पाउरोटी खेल्न ब्रेडमा खेल्दाखेरि चाहिँ कस्तो फाइदा हुन्छ भने चाहिँ यही यसैबाटै झरेकोहरूले पल्काउँछ कि माछाहरूलाई। यो झर्छ, यो पाउरोटी नि खान्छ होइन, यसै पल्किन्छ कि यो पाउरोटीमा माछाहरू। ल सेकेन्ड कास्टिङ। ल यस्तो सानो सानो पकेट बनी भयो। फेरि माछा यस्तै है, यो फेरि सानो खालको माछा। यो ठुलो माछा हुने होइन, यो जातै सानो हो माछाको। बक्समा हालिदिउँ। बल्ल फर्स्ट क्याच भयो, बोनी भयो बोनी। यहाँ चाहिँ माछा अलि सानो रहेछ, अलि पारी गरेर खेल्नु पऱ्यो। अहिलेसम्म चाहिँ टोटल क्याच यति भयो माछा चाहिँ मसिनो पकेटा कत्लेको बच्चाहरू। अब चाहिँ पारी कुनामा गएर खेल्नु पऱ्यो। यहाँ चाहिँ भर्खर पानी अलि अगाडि घटेर रहेछ कि, त्यही भएर नपरे जस्तो लाग्यो। अलि धमिलोमा खेल्नु पऱ्यो। हेरौँ अब कति क्याच गरिन्छ। त्यहाँ चाहिँ अब जानलाई चाहिँ अब अलिक कटसट्टु माथि सारेर जानुपर्ने छ। भिज्छ जस्तो पनि लाउँछ, भिज्दैन जस्तो पनि लाउँछ। यहाँ चाहिँ पानी अलिक क्लियरै रहेछ कि, त्यही भएर अलिक अप्ठ्यारो भयो। छलङ्गै देखेँ कि यहाँ चाहिँ डिस्टर्ब पनि भयो। अनि अब तल गएर एकछिन खेल्छ, के हुन्छ हेरौँ। पकेट कस्तो दामी लक भएर आएको कि झरेको देखाउँछ नि पुच्छरमा कि पुच्छरमा अड्केर आएको थियो कि यो माछा चाहिँ। त्यहाँ गएको झन् माछा नपर्दो रहेछ त्यहाँ त। यस पुरै यहीँ ठिक छ। खुस्किराखेको ठुलो पकेट थुक्क। खास त अहिले त कत्लेको बच्चा बज्नुपर्ने हो पकेटा भन्दा नि। यो ठाउँमा चाहिँ कत्लेको बच्चा किन परेन माछा। आइज ए कत्लेको नामले कत्ले नै पऱ्यो। अप्पर मासी दुईवटा फुत्के नि ल बाघे फकेटा आएछ अहिले। बाघे फकेटा धेरै पछिको सटमा बाघे फकेटा। बाघे फकेटा पनि आयो एउटा। यसको त हुलै हुनपर्ने हो मेरो विचारमा, तर यो पालि नरहेछ बाघे फकेटा त्यति। आयो 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 फकेटा कत्रो साइजको आयो। ल दामी साइजको फकेटा। यो त खान नि मजा आउँछ त यो फकेटा, यत्रो यत्रो पऱ्यो नि।
सानसानोको काम फेरि पाउरोटी झार्ने मात्र हो कि काम, खासै उस छैन। ओहो मिस फायर भएर यस्तोहरू ताने थियो र अहिले। ल जेलले अब यहाँ गाँठो पऱ्यो, दिमाग खराब भयो यो बुझ्यो। मसिन धाएको जेलले सिधै फुकाल्न बिगाएर हुन्थ्यो। बिग साइज फकेटा थुप्रो आएको हौ फकेटा नि, बिग साइजको आएको छ। अघि योभन्दा ठुल्ठुलो फुत्के नि आयो दुइटा, बिग साइज छ नि फकेटा होइन। फकेटा फुत्के गऱ्यो धेरै नै। निस्किन्छ क्या हो यहाँबाट, उफ्रेको गर्छ। Ayo foketa, jeblet foketa. खान्छ कि फेरि अलिक खावा खाने क्या अहिले त माछाले बेलुकाहरू के हो। अब चाहिँ लागेको ब्रेडहरू सब लगभग फ्यालेर भइसक्यो। मैले यहाँ चाहिँ पल्काएको। अब बेलुका एकछिन अँधेरोमा अब त्यो धमिलो पानीबाट माछा चाहिँ कतिको चढ्छ भन्ने हो। अब खासै खाने कि अहिले त झन् लेभल घट्दै गएको यो पानीको। है त अलिक गहिरो थियो यो पानी, अहिले झन् घट्दै गएको कि यो ठुलो खोला जति घट्यो अब यो पानी झन् डाउन हुँदै जान्छ। गएर माथि पनि परेको छैन। माछा चाहिँ अहिलेसम्म यस टोटल क्याच चाहिँ यति भयो, धेरै त भएन। अब यति खाने लायक चाहिँ भइसक्यो। जे होस् बेलुकाको भनेको लोकल माछा यही हो। आज परेको चाहिँ खासै माछा चाहिँ सोचे जस्तो चाहिँ नरहेछ। मैले चाहिँ यहाँ कत्लेको बच्चाहरू जेस बुढी आउनु साइजभन्दा माथिको त्यस्तो चाहिँ अलिक पर्छ होला भन्ने थियो क्या अरे। तर मान्छेहरू चाहिँ टन्नै आउँदो रहेछ यहाँ खेल्नलाई। म चाहिँ यो सिजनको फर्स्टचोटि आएको यहाँ चाहिँ। लगभग पहिला चाहिँ यहाँ चाहिँ हरि पर्ने ठाउँ हो यो चाहिँ। अहिले चाहिँ माछा खासै नरहेछ यहाँ। हेर्दै जाउँ अब कति, अब एकछिन हो, अब 15-20 मिनट खेलिन्छ त्यहाँपछि घरतिर। अब चाहिँ प्याक पनि भयो, अब चाहिँ घरतिर जानु लाग्यो। झ्याउ लागिसक्यो। अनि त्यो आज चाहिँ अलिक ढिला आएको थियो कि म चाहिँ ढिला आएको थियो। अनि क्याच चाहिँ आजको क्याचहरू पनि यति भयो ठिकै छ। पक्रेको साइज चाहिँ ठुल्ठुलै छ। यो छ आज चाहिँ आएको परोस् हो। यहाँको झर्ना चाहिँ बवाल छ कि यो झर्नाहरू चाहिँ। अब चाहिँ माथि आइपुग्नु भयो भरेङबाट परोसको। यो यहाँ आउनुको कारण चाहिँ एक्सर्साइज पनि हुन्छ नि त, ज्यान पनि अलिक फ्री हुन्छ भनेर आएको। अब घरमा नि कति अस्तिको बाउन्ड छ कि फ्री छ 4-5वटा। अनि आजको माछासँग
मिसाएर हानिदिनु पर्छ अब झ्याप्प ल आजको टोटल क्यास चाहिँ यति नै हो के हो यदि यो के हो खै माछा देखाउ त माछा देखाइदिनु त बाबालाई कुन माछा खाने त उचाल त समात त कुन माछा खाने ल फुत्कियो समात त यो माछा खाने हो माछा भन्नु खै माछा भनेको अबि टोक्छ त्यसले माछाले टोक्छ कुन खाने यो खाने यो ठुलो माछा के हो यो ल खस्यो खच्यो ल आजको टोटल के यो ल अस्तिको यो बाम पनि हो कि समीरमा जाँदाखेरि पारेको माछा आज चाहिँ यसमा मिसाएर खाइदिनु पऱ्यो ढेँडोसँग बनाएर ट्याक्क ल आजको प्याज चाहिँ यो अब यसलाई यहाँ पस्नु केलाएर भयो अब पस्नु पऱ्यो माछा चाहिँ जे ठिकै हुन्छ पुग्छ माछा त लोकल चाहिँ जे थोरै भयो नि मिठो हुन्छ कि माछा चाहिँ तिखर हुन्छ एउटा अझै यहाँ सानो पनि रहेछ पकेटमा झन्डै ल यहाँ मजाले बाल्टीमा खेलाक पर्ने ल माछा चाहिँ म्यारिनेट गरिदिनु पऱ्यो अनि झापा फ्राई गरिदिनु पऱ्यो खसीको मासु बनाएर चाहिँ लतालाई झोल बनाइदिनु हुन्थ्यो अब खसीको मासु बनाएपछि अब खसीको मासुसँग हानिदिनु पऱ्यो यो माछा चाहिँ फ्राई गरिदिनु पऱ्यो ल अब चाहिँ यहाँ माछा रेडी हुँदैछ यति भयो अर्को माछा यहाँ फ्राई भएको एक कलर ढेँडो पनि रेडी हुँदैछ ढेँडो त भइसकेको छ यो चाहिँ हल्लाइराख्नुपर्छ कि तेल छोडेर फेरि कताको कता डढ्छ तेल लाग्छ अनि के थप्ने यति माछालाई पनि तेल हाल्छ ल अब चाहिँ ढेँडो तातो ढेँडो फ्राई माछा खसीको मासुको झोल टक्क हान्नुपर्छ अब यहाँ थोरै झोल चुहाउने टक्क ढेँडो त अलिक साह्रै भएछ क्या अब यसरी ट्याक्क डिप गऱ्यो अब जाप अब खानुपर्छ अब ढेँडो र खसीको झोल खास मैले माछा झोल बनाउनु भन्दै थिएँ पहिला यहाँ खसीको रहेछ अनि खसीको मासुसँगै खाइदिउँ भनेर बल पकेट कस्तो मिठो छ क्या यो माछा अब चाहिँ मैले दाइले माछा खाएको भिडियो हेर्दै अब खानुपर्छ अब ढेँडो ल यति भन्दै सबैजनालाई बाई बाई अब फेरि नेक्स्ट भिडियोमा छिट्टै भेटौँला।